यहाँ छ क्या समस्या के छ त भन्दाखेरि कस्तो बेलामा फेर्ने यो हाउजिङ यो केबल यो जुन हाम्रो गेरवार भन्छ नि यस्तो कस्तो बेला फेर्ने भन्ने कुरा हुन्छ क्या तिमीले के सोच्ने भन्दाखेरि जब यो यस्तो यो पनि यो बाङ्गिया छ यहाँ बाङ्गिया छ यहाँ बाङ्गिया छ यो बाङ्गिने बित्तिकै के हुन्छ भन्दा यो भित्र खेल्दैन क्या यो भित्र पनि तार हुन्छ वरिपरि तार हुन्छ त्यो तार यसरी गएको हुन्छ त्यो तारभित्र पनि के हुन्छ प्लास्टिक हुन्छ है अनि यो बाहिर पनि के हो यो पनि प्लास्टिक हो भित्रको सफ्ट प्लास्टिक हुन्छ जुन यो तार खेल्ने हुन्छ होइन अनि तार हुन्छ तारले हार्नेस ल्याउने हो त्यसपछि यो चाहिँ हार्डवाला चाहिँ माथिपट्टि फेरि यो अर्को प्लास्टिक नै हुन्छ कभर हुन्छ है त्यस्तो बेला यो फेरि किनभने यो खुम्किँदा फेरि तिमीले चल्नु मिल्छ तिमीलाई तर भनेर सिफ्टिङ हुँदैन क्या डोइलरलाई भार पर्छ होइन डोइलरले मान्दैन क्या डोइलर पनि ट्याक 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 खेल्नुपर्छ नि त अनि यसले त सारा बनाउँछ कि यो त सारा बनाउँछ अनि अर्को चाहिँ जुन यो पनि खेल्दा यो पनि घोटेर पनि यसको स्मुथ हट्सिया हुन्छ होइन यो जुन एउटा खेल्नु पनि र अर्को जस्तो यो यस्तो यो यस्तो बेन्ड हुन्छ नि बेन्ड भएर यसलाई फेरि सोध्दाखेरि त सोधिन्छ होइन तर यसले चाहिँ के हुन्छ भने स्टप ल्याउँछ कि रोकिन्छ अड्किन्छ भित्र है त्यही भएर यो हाउजिङ र केबल चाहिँ यस्तो बङ्गिन्छ पुरानो छ भने फेरिहाल्ने है यो बङ्गिन्छ भने चाहिँ फेरिहाल्ने यो यस्तो बङ्गिया सोद्धा छ केही भएको छैन हुँदैन यस्तोले हो क्या डिफल्ट ल्याउने कमजोर ल्याउने भनेको यही हो त्यही भएर मैले धेरैजनालाई भन्छु कस्टमरलाई तिमीलाई मैले भनिरहेको छु जहिले पनि सर्भिस गर्दाखेरि हाउजिङ होइन केवल हाउजिङ र गेरवायरहरू चाहिँ एकदम हेर्नुपर्छ एकदम